सम्पूर्णलाई नमस्कार है। मलाई यो तपाईहरु भिडियो भाइरल मेरो भिडियो खिचेर अनुमति बिना हाल्दिनु भएको छ। कसैले क्यानमा कसैले मैले अब तपाईहरुलाई साइबर क्याममा हाल्दिन्छु। अनि मैले चाहिँ तपाईहरुलाई चाहिँ मान्छेले दुनिया दिवाना गर्दा कसैको भाइरल नहुनु पर्ने मलाई चाहिँ किन म गरी खाँदाखेरि मलाई 1000 जनाले अहिले तरकारी लिन जाँदा कालीमाटीमा 1000-2000 जनाले मान्छेले घेरेर भ्युजको लागि कमाउनको लागि मलाई घेरेर त्यस्तो नगर्दिनु न। म गरी खाने महिला हो, म एउटा संघर्षशील महिला हो। म पार्टीलाई म ज्यान अझै पनि दिन सक्छु, म सबै कुरा गर्छु। मैले तपाईले चाहिँ अब नराम्रो कमेन्ट लेख्ने, मलाई बाटोमा देखेर भिडियो फोटो खिच्न खोज्नु भयो भने साइबर क्याममा हाल्दिएर म विदेशमा बस्नेलाई पनि यहाँ नेपालबाट मैले चाहिँ अब साइबर क्याममा हाल्दिन्छु र तपाईलाई नेपाल आउने बातमा गराइदिन सक्छु है। मैले त्यति गर्न सक्छु। परमिसन बिना भिडियो गराएर एआईबाट तपाईहरुले भिडियो गराउनु भएको छ नि, हो त्यो चाहिँ मैले तपाईहरुलाई साइबर क्याममा हाल्दिन्छु। म सुशीला कार्कीसम्मै म अहिले ढोकामा सुशीला कार्कीको ढकढकाउन जान पर्ने भयो। मलाई हरेक मिडियाहरुले पनि म मिडिया बोलाएर अब कुरा गर्छु, पत्रकार बोलाएर मैले अब कुरा गर्न पर्ने भयो। म सकिने यसरी म अहिले कालीमाटी गएर तरकारी लिएर आउँदा तपाईहरुले चाहिँ भिड गरेर फोटो खिचेर दुनिया संसार गरेर अनि तपाईहरुले संसार गरेर दुनिया दिवाना गरेर तपाईहरुले चाहिँ यस्तो गर्न पाउनुहुन्न। तपाईको अधिकार होइन, मेरो अधिकारको लागि तपाईहरुले चाहिँ जनता रोडमा लडेर मर्दा पनि तपाई उठाउन जानु भएन, केही बोल्नु भएन नि। मैले एउटा भिडियो मेरै कान काट्ने भनेछु, तपाईको त मैले भनेको छैन नि त। दुनिया दिवानाले भन्दा तिनीहरुलाई केही गर्न नसक्ने। मलाई अहिले तरकारी बजारमा जाँदा म तरकारी बजारमै निवेदन दिएर पेश गरिदिन सक्छु नि त। मलाई काठमाडौँमा यस्तो गर्ने तपाईहरुले म जहाँ हिँड्न मेरो फोटो खिच्ने भिडियो गर्ने बढी मेरो अनुमति बिना तपाईहरुले गर्नुभयो भने तपाई कारबाहीमा पर्नुहुन्छ र तपाईहरुलाई मैले पुलिस केस गर्दिछु सकेछु। र अब आइँदा अब नराम्रो कमेन्ट गर्ने र यो नराम्रो एआईबाट मलाई भिडियो गरेर हाल्नु भएको छ जसले म तिनीहरुलाई चाहिँ साइबर क्याममा हालेर सुशीला कार्कीसम्म पुर्याएर भोलि यो जुन सत्ता आउँछ, जुन सरकार आउँछ त्यसले त्यो कारबाहीको पहिला प्राथमिकता मेरो कारबाहीको म एकजना महिलाको लागि यति धेरै ठुलै तनाव दिनु भएको छ र म केही कसो भयो भने तपाई यो जुन भिडियो गर्ने र जुन यो पार्टी छ नि त्यो पार्टी जिम्मेवारी हुनुपर्छ। र मेरो पनि इष्टमित्र छ, छोराछोरी छ, लोग्ने हुनुहुन्छ, श्रीमान श्रीमती हुनुहुन्छ, धेरैजना हुनुहुन्छ, मेरो इष्टमित्र दाजुभाइ हुनुहुन्छ, दाजुभाइहरूले हेरिरहनु भएको छ। तपाईहरु सबैको वाच गरेर तपाईहरुलाई साइबर क्याममा हाल्न नपरोस्। अब सबै हटाइदिनुस्, नराम्रो कमेन्ट नलेख्नुस्। सबैले यस्तो गर्न पाउनुहुन्न। यो मानव अधिकार हनन भयो। म नेपाली हो, बुझ्नुभयो। म कोही विदेशको चेली होइन, म यही जन्मेको यही हुर्केको। म पार्टीको काममा म गएर म हिजो फर्किँदैछु। एयरपोर्टमा भाइहरूले सम्मान सहित बोल्नु भएको छ, ठिक छ, उहाँहरूलाई चाहिँ म पनि सलाम गर्छु। तर तपाईहरुले चाहिँ मेरो व्यक्तिगत लाइफमा आचार संहिता तपाईले आचार ल्याउने काम र मेरो जिन्दगी प्रति यस्तो घात हुने काम गर्नुभयो भने